Hello, welcome and namaste everyone. Myself Rajan Khanal, BBA first semester student based on Purvanchal University. र आजको हाम्रो यस भिडियो चाहिँ विशेष गरी BBA स्टुडेन्टहरूका लागि रहनेछ। त्यसमध्ये पनि पूर्वाञ्चल युनिभर्सिटीको लागि चाहिँ एकदमै सुटेबल रहनेछ, किनभने म आफै पूर्वाञ्चल युनिभर्सिटीमा बेस्ट रहेर अध्ययन गरिरहने एउटा छात्र BBA को स्टुडेन्ट। आज यस भिडियोमा हामीले BBA मा के कस्ता सब्जेक्टहरू पढ्नुपर्छ र फर्स्ट सेमेस्टरमा चाहिँ के कस्ता सब्जेक्टहरू रहेका छन् भनेर आफूभन्दा जुनियर्सहरूका लागि सकेसम्म बेस्ट भिडियो बनाउने ट्राई गर्छु। र आजको यो इन्ट्रोडक्सन भिडियो सँगसँगै र आज यस हाम्रो BBA विथ राजनसँग जोडिनुहुने सबै स्टुडेन्टहरूलाई वेलकम गर्दै र आगामी दिनमा पनि हामीले यस्ता BBA का सब्जेक्टहरूलाई निरन्तरता दिनेछौँ र हप्तामा हामीले रेगुलर 2वटा भिडियो अपलोड गर्नेछौँ। र म BBA जोइन हुनुभन्दा अघि चाहिँ मैले थुप्रै भिडियोहरू खोजेको थिएँ सोसल मिडियाहरूमा र धेरैको रेस्पोन्स पाएसँगै मैले कति भिडियोहरूमा पोजिटिभ रेस्पोन्स पाएँ त कति भिडियोमा चाहिँ जस्ट नर्मल रेस्पोन्स पाएको थिएँ। म आफू +2 साइन्स स्ट्रिमबाट गरेको हुँदा BBA मा जोडिँदा अलिकता सुरुमा असहज नै भएको थियो। अहिले पनि म फर्स्ट सेमेस्टरमा नै हो र पनि अहिले चाहिँ धेरै टर्महरू बुझिसकेको हुँदा BBA को चाहिँ साइन्स पढेको वा कुनै पनि फ्याकल्टीबाट आएकोलाई चाहिँ ब्याचलरमा कुनै पनि प्रब्लम हुँदैन भन्न चाहन्छु, किनभने साइन्स पढेको स्टुडेन्ट वा कुनै पनि म्यानेजमेन्टको स्टुडेन्ट त अब म्यानेजमेन्टकै फिल्डको भइगयो, तर साइन्स पढेको वा अन्य कुनै पनि फ्याकल्टीबाट आएको स्टुडेन्टहरूलाई चाहिँ सुरुमा अलिकता फेस गर्न गाह्रो हुने चाहिँ एकाउन्टिङ, फाइनेन्सियल एकाउन्टिङ भनेर सब्जेक्ट रहेको छ। त्यसमा चाहिँ अलिकता टेक्निकल टर्महरू भएको कारणले गर्दा र सम्झिनुपर्ने टर्महरू भएको कारणले गर्दा अलिकता कतै डिफिकल्टिज हुनसक्छ, तर 1.5 मन्थमा चाहिँ त्यो चाहिँ सबै सहज नै भइसक्छ। र अब BBA चुज गरिसकेपछि के कस्ता सब्जेक्टहरू रहेका छन् भन्दा फर्स्टमा फाइनेन्सियल एकाउन्टिङ भइहाल्यो। फाइनेन्सियल एकाउन्टिङमा चाहिँ हामीले बेस्ड अन न्युमेरिकल बढी भएको हुन्छ र यसमा चाहिँ थ्योरिटिकल भन्दा न्युमेरिकलमा चाहिँ अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, किनभने मोर देन 80% चाहिँ न्युमेरिकल नै हुने गर्छ। र त्यसपछि आउँछ फुल थ्योरी सब्जेक्ट प्रिन्सिपल अफ म्यानेजमेन्ट वा बिजनेस म्यानेजमेन्ट पनि भनेर भन्ने गर्छ। प्रिन्सिपल म्यानेजमेन्टमा चाहिँ के कस्तो हुन्छ भन्दा सब बेस्ड अन थ्योरी हो, सबै थ्योरी हो, तर थ्योरी पनि जुन चाहिँ प्र्याक्टिकल लाइफमा चाहिँ रिलायबल छ र प्र्याक्टिकल लाइफमा जुन इम्पोर्टेन्ट छ तिनी कुराहरू चाहिँ प्रिन्सिपल अफ म्यानेजमेन्ट भनेर भन्ने गर्छ। त्यस सब्जेक्ट अन्तर्गत रहेको छ। र थर्ड भइहाल्यो अब बिजनेस वा बिजनेस म्याथमेटिक्स वा म्याथमेटिक्स मात्र भन्दा भयो। यसमा चाहिँ म्याथमेटिक्स स्ट्याटिस्टिक्स नभएर स्ट्याटिस्टिक्स सेकेन्ड सेमेस्टरमा भएर फर्स्टमा चाहिँ बिजनेस म्याथमेटिक्स रहेको छ। यसमा पनि यदि कुनै स्टुडेन्ट साइन्स स्ट्रिमबाट आउनु भएको छ भने फुल च्याप्टर फुल बुक चाहिँ हजुरहरूले अलरेडी कभर गरिसक्नु भएको छ +2 11 12मा। र यता चाहिँ हजुरहरूलाई एकदमै सहज हुने गर्छ। भने म्यानेजमेन्टको स्टुडेन्टहरू हुनुहुन्छ भने पनि हजुरहरूका लागि त्यति धेरै गाह्रो म्याथ चाहिँ छैन। यसमा म्याथ चाहिँ एकदमै नर्मल एन्ड एकदमै सिम्पल म्याथ रहेको छ। त्यसमा पनि म्याथमा चाहिँ एक्सक्लुडिङ ट्रिग्नोमेट्रिक फङ्सन कुनै पनि ट्रिग्नोमेट्रिक फङ्सनहरू चाहिँ रहेको छैन। र त्यसै गरी फोर्थ च्याप्टर रहेको छ इङ्ग्लिस कम्युनिकेसन। इङ्ग्लिस कम्युनिकेसनमा पनि ग्रामर यदि कुनै स्टुडेन्टलाई लाग्न सक्छ ग्रामर कति मार्क्स हुन्छ र टोटल थ्योरी चाहिँ कति मार्क्सको हुन्छ, प्यासेज हुन्छ कि हुँदैन, यस्तो क्वेसनहरू आउने गर्छ। र यसमा चाहिँ 11 मा 12 मा जस्तो प्यासेजहरू हुँदैन, ग्रामर पोर्सन पनि एकदमै इजी हुने गर्छ। जस्ट आर्टिकलहरू अनि नर्मल ग्रामरहरू जति थियो हाम्रो 8 9 सम्म 10 सम्म तिनै खालको ग्रामरहरू आउने गर्छ। 11 12 ग्रामरहरू चाहिँ यसमा इन्क्लुड हुँदैन। र सबै चाहिँ थ्योरी चाहिँ प्यासेज बेस्ड पनि अनसिन प्यासेज नभएर सिन प्यासेजबाट चाहिँ हुने गर्छ। र त्यसै गरी लास्ट च्याप्टर भनेको माइक्रो इकोनोमिक्स भनेको अलिकता नयाँ लाग्न सक्छ, बेस्ड अन डायग्राम रहेको छ। यो चाहिँ फुल्ली डायग्रामहरूमा चाहिँ एकदमै जति पनि डायग्राम रहेको छ, जति पनि डायग्रामहरू आफूलाई गराउनुपर्छ, यदि इक्जाममा चाहिँ डायग्रामहरू नसोध्दा पनि डायग्राम बनाइरहनु पर्ने सब्जेक्ट हो। र त्यसैले गर्दा यिनी 5वटा सब्जेक्ट चाहिँ फर्स्ट सेमेस्टरमा रहेका छन्। र आजको मेरो यो इन्ट्रोडक्सन भिडियो साथसाथै मैले अब आगामी दिनहरूमा हप्तामा 2 देखि 3वटा भिडियो म लगायत मेरो साथीहरूको 4जना साथीहरूको एउटा टिम छ, हामीहरूले चाहिँ पालै पालो अपलोड गरिरहनेछौँ। र जति पनि BBA स्टुडेन्टहरू हुनुहुन्छ
हामीले इक्जाम बेस्ड रहेर इक्जाममा चाहिँ कुन कुन क्वेसनहरू इम्पोर्टेन्ट रहेको छ, कस्तो खालको क्वेसनहरू चाहिँ इक्जामको लागि सुइटेबल हुन्छ र कस्तो खालको क्वेसनहरू चाहिँ इक्जाममा आउने गर्छ र कति मार्क्समा चाहिँ इक्जाममा आउने गर्छ क्वेसनहरू भनेर हामीले भनिरहेछौँ र अपलोडहरू पनि भिडियो गरिरहेछौँ। यदि कसैलाई केही सल्लाह सुझाव दिनु छ भने हजुरहरूले कमेन्ट मार्फत दिन सक्नुहुन्छ र हाम्रो फेसबुकमा पनि बिबिए विथ राजन भनेर एउटा पेज रहेको छ, त्यो पेजलाई पनि फलो गर्नुहोला। र हजुरहरूलाई यदि कुनै पनि बिबिए स्टुडेन्टहरूलाई नोट प्रोभाइड गर्न छौँ, हामी बिबिए स्टुडेन्टहरूलाई यदि नोट चाहिएमा हामीहरूले नोट प्रोभाइड पनि गर्नेछौँ। र आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने प्लिज कमेन्ट गरिदिनु होला र हौसला दिनुहोला। यदि राम्रो लागेन भने के कस्ता कुराहरूलाई हामीले सुधार्नु पर्नेछ हजुरहरूले सल्लाह तथा सुझाव दिनुहोला, हामीले अवश्य सुधार गर्नेछौँ। ल त्यति भन्दै हजुरहरूको दिन शुभ रहोस्। बाई, टेक केयर एन्ड प्लिज डु सब्सक्राइब to our channel, like our channel, and please keep support guys.